हेलो गाइड, हामी यहाँ चितलाङ जाँदैछौँ। बाटो एकदम खतम छ। बाटोभरि लाली गुराँसहरू मस्त फुलिरहन् यो महिना। भाइ अब बाटो देखाइरह हो, म अहिले यहाँ बाटो देखाइरहेको छु। म यता यहाँको टोइलेटहरू महिला यता पुरुष दुइटै बिचमा जो जाँदा पनि पाइन्छ। म चाहिँ अहिले पछाडि बसेर मस्त भ्लगिङ गर्दैछु। अहिले चाहिँ यहाँ बाइक उडाउनु भएको छ। अलिकति पखेटा कम पुगेर चाहिँ अहिले हिँडिरहेको छौँ, नत्र उडाइरहेको थियौँ। अघि त उडेकै थियौँ हामी। पछि म यसो लाली गुराँस एउटा भवन टिपेर देखाउँछु कस्तो छ यहाँको भनेर। गाइस यहाँ खत्तम गुराँसै गुराँस छ। अर्काको अब अघि हामीले त्यो बाटो देखाएको थियौँ, अहिले चाहिँ हामीले एकदम राम्रो बाटोमा पुगे। हेर्नुहोस्, ए सरी माने यो बिचमा अलिकति फेरि यस्तै रहेछ, तर तल चाहिँ एकछिनको लागि भए पनि हामीले राम्रो बाटोमा चलायौँ। फेरि चलायौँ, हेर्नुहोस् आयो। यतापट्टिको यो चाहिँ खासमा यो सामुदायिक वन हो। यहाँको मान्छेहरूले मस्त बढी जस्तो चाहिँ अहिले यहाँको मान्छेहरूले गुङ्गुरहरूको शिकार गर्छ अरे, जङ्गली बँदेल। अहिले चाहिँ अब खासमा हामीलाई यहाँ जे पनि जनावर देखिन सक्छ, हामी त्यसको लागि पनि प्रिपेयर भएर हिँडेका छौँ। झोला पनि छ हामीसित, हेर्नुहोस्। अब यो झोलामा हाल्ने बँदेल ट्याक्क घर लगेर बेलुका सुकुटी बनाउने। म चाहिँ अब खासमा भेजिटेरियन, लसुन र प्याज नहाली खान्छु सुकुटीमा। हेर्नुहोस् भेज हो नि त। यो बाटोमा आउनुहुन्छ भनेपछि यो छिटै नै पिच हुनेवाला छ। 2050 विक्रम सम्वत 2080तिर आउनु होला, त्यति बेलासम्म यो बाटो पिच हुनेछ। ए सरी एडी नै त्यही बिर्सेर विक्रम सम्वत भयो। बिहा छैन एडीमा 2050-80 एडीतिर आउनु होला। इलोन मस्कले मार्समा पुग्दासम्म यहाँको बाटो पिच हुने सम्भावना देखिन्छ। त्यति बेलासम्म चाहिँ यो बाटो धुलो खानुहोस् एकदम। हेर्नुहोस् अगाडिबाट बाइक आइरहेको छ। अब हेर्नु है तपाईँहरू कस्तो धुलो उडिरहेको छ यहाँ। यतै धुलो उडाउनु यार। हेर्नुहोस् गाइस उडाउनु भयो, त्यताले धुलो उडाउनु भयो। अलि कम उड्यो जस्तो लगाएर मैले देखाउनलाई भयो पनि उडाउनु भनेको। यहाँ तल चाहिँ यसको तल ठ्याक्कै चितलाङ गाउँ छ। अहिले यहाँ हाम्रो रोकिने हालत छैन, एकछिनमा तलै पुगेर देखाउँछौँ हामी। गाइस यहाँ धुलो हेर्नुहोस् त कस्तो पछाडि। यहाँ त अलि खाप्न नसक्नु भइसक्यो। खप्न सक्ने जति भए पनि हामीले यस्तो बुराइ गर्दैन थियौँ यो ठाउँको। यो त एकदम खप्नै नसक्नु भयो चिज हामीले नराम्रो छ भनेको। खासमा मैले मास्क लगाएर भएर अलिअलि बाँचिरहेको छु। कपाल त एकदम त्यो जुरेली चरा थाहा हो नि, जुरेली चराको जस्तै भइसक्यो यो बिचमा घुम्रै। त्यही पनि हेन्समै देखेको छु, त्यस्तो केही छैन। हेन्समै हो। केटीहरू चाहिँ कमेन्टमा पागल नहुनु होला मेरो लागि, म अलरेडी कमिटेड छु। मेरो लागि कोही पनि केटीहरू त्यो नसा ससा काट्ने काम चाहिँ नगर्नुहोस्। हेर्नुहोस् माथि यो लाली गुराँस हो। थाहा छ मलाई तपाईँहरूले होइन त भन्नुभएको छैन, त्यही पनि हो। मेरो भनेको कुरा सत्य हुन्छ, किनकि यो ब्लगिङ बनाइरहेछ कसले, मैले। कुरा मेरै सत्य हुन्छ। गाइड यो बाटोमा होइन, यो एकान्त बाटोमा अङ्कल आन्टी चाहिँ के गर्दै हुनुहुन्छ कमेन्टमा भन्नु होला, जे पनि हुनसक्छ। यहाँ हेर्नुहोस् है, यो एकदम लाली गुराँसको रुख माथि। हाय राजाजी
यहाँ त अहिले पहिरो गएर यस्तो खतरनाक छ गाइज हेर्नुहोस् यो सबै पहिरोगा हो यो रुखहरू जहिले पनि झर्न सक्छ जति बेला पनि झर्न सक्छ तर आज चाहिँ झर्दैन आज त्यो भिडियोमा कतिवटा रुख झर्ला भनेर वेट नगर्नुहोस् आज झर्दैन गाइज मलाई यस्तो लागेअनुसार चाहिँ तपाईँहरू आफ्नो कपाल गोल काहीँ राख्न चाहनुहुन्छ भने चितलाङमै राख्नुहोस् होटलहरू पनि राम्रो छ ठाउँ पनि राम्रो छ बाटोमा पनि अलि तलमाथि भइहाल्छ किनकि जङ्गलै जङ्गल हो जे चाहे पनि जस्तो चाहे पनि पाइयो पानी चाहिँ तलैबाट एउटा बोतलमा बोकेर आउनुहोस् फेरि धुन र खाना छैन यहाँ अरू चाहिँ एकदम व्यवस्थित छ गाइज मैले हेर्नुहोस् तपाईँहरूलाई त्यस्तो नराम्रो केही भने होइन तर तपाईँहरू नराम्रो सोधिदिनु होला मैले भने होइन तर तपाईँ सोच्नुहोस् तैँले सोच्नु पाइयो तैँले अहिले सोच्नु भने त भोलिको दिनमा म जानी भन्छु नि हो तर साँच्ची यहाँ झाडी नै झाडी छ यो झाडीमा तपाईँहरू पस्ने गल्ती चाहिँ नगर्नुहोस् जति बेला जे पनि देखिन सक्छ जनावर भन्दा नि यहाँ जङ्गलीको चाहिँ अलि बढी डर छ जङ्गली जनावरको होइन जङ्गलीको मात्रै अलि बढी डर छ यहाँ मान्छे जो जे पनि गर्दै हुनसक्छ त्यही भएर कृपया यहाँ झाडीतिर चाहिँ नकुदालिदिनु होला तपाईँ पनि बरु एउटा सानो ठाउँमा चटक्क गएर बस्ने काम गर्न पाइयो अरूलाई डिस्टर्ब नहोस् हेर्नुहोस् यो धुलो हो क्यामेरामा देखाएको छैन मेरो मास्कमा लगाएको धुलो हेर्नुहोस् है यो धुलै हो तर एकदम रमाइलो भइरहेछ बाटो पनि मलाई त्यस्तो नराम्रो लागेन नै तर मलाई एकदम राम्रो लाग्यो किनकि त्यस्तो त्यो केही पनि नराम्रो थिएन ठुल्ठुलो ढुङ्गा हो त्यो त कपालहरू उत्तिकै फुटाइहाल्छन् नि यहाँ कपालहरूलाई मात्रै मैले सजेस्ट गरेँ सिङ्गल मान्छेहरू कृपया घरमा ब्ल्याङ्केट मुनि गएर हस्तकार्य गर्दै गर्नु होला मतलब हस्त नमस्ते भन्छन् नि मैले त्यही भएर हस्त कार्य गर्दै गर्नु होला तपाईँहरू भन्न खोजेँ त्यही भएर हस्त कार्य गर्दै गर्नु सिङ्गलहरू यहाँ आएर जङ्गलमा गएर म पनि एकछिन हेरौँला भनेर नसोच्नुहोस् तपाईँहरूलाई यहाँबाट खेदाउने छन् अब यो मैले अघि भने थिएँ सिङ्गलहरूको लागि चाहिँ यहाँ त्यस्तो ठाउँ केही छैन भनेर तर हामीले यहाँ अलिकति यसो यताउता बुझ्यौँ मान्छेहरूसित यसो कुराकानी गऱ्यौँ खाजासाजा खायौँ हामीलाई यहाँ एउटा कुरा अर्को थाहा भयो सिङ्गलहरू पनि यहाँ आउन सक्नुहुन्छ तपाईँको अलिकति गोजी चिज टाइट गरेर आउनु होला यहाँ कमी चाहिँ केही चिजको छैन तपाईँ पाउन सक्नुहुन्छ सिङ्गल आउनुहोस् कपाल भएर जानुहोस् सजिलो र भरपर्दो उपाय चितलाङ एक्सप्रेस गाइज बाटो हेर्नुहोस् यस्तो राम्रो बाटो आयो अहिले त हावाले मेरो साउन्ड पनि क्यारेक्यार आइरह होला तर केही छैन त्यसमा दुई मात्रै छैन मलाई क्यारेक्यार आए पनि सुन्नुहोस् यो तल चितलाङ गाउँ देखिरहेको छ अब एकदम बढिया गाउँ छ चितलाङ गाउँ नै भन्दैन अझै उता होला चितलाङमा पर्ने एउटा गाउँ चाहिँ हो त्यही यो अहिले हामी यहाँ चितलाङमा पर्ने एउटा गाउँमा चाहिँ छौँ चितलाङ गाउँमा चाहिँ पुग्नु अझै केही टाइम छ आज चाहिँ सायद हामी चितलाङ गाउँ नै चाहिँ जाँदैनौँ होला हाम्रो हाम्रो अलिकति काम छ त्यही भएर हामी यहाँ आज आएको हो बाटो चाहिँ अहिले एकदम राम्रो बाटो आयो गाउँ एरिया भएर कति सफा चटक्क पारेर राखेका छन् ओहो हेर्नुहोस् गाइस यो चाहिँ हो अहिले चितलाङको एउटा गाउँ हामी यो गाउँमा चाहिँ प्रवेश गऱ्यौँ ठ्याक्कै यहाँको अलि फेमस भनेको चाहिँ लोकल कुखुराहरू एकदमै फेमस छ हजुर यहाँको लोकल कुखुरा र लोकल सानी नानीहरू एकदम भाइरल छन् गाउँ जस्तै मान्छे पनि एकदम आहा ठुला मन भएका एकदम ठुला मन भएका मान्छेहरू यहाँका नपत्याए तपाईँ यहाँ आएर एकछिन चेक गर्न सक्नुहुन्छ कहाँ कहाँ अरे त्यसको ठाउँको नाम के भन्नु दरिकोट दरिकोट
रोड चिया चटपटे खाएर हामी अब निस्क्यौँ। अब हामी मर्खु हुँदै कुलेखानी हुँदै जानेछौँ। बाटो अहिले चाहिँ गाउँको बाटो भएर अलिक बाटो राम्रो छ। योभन्दा अगाडिको बाटो चाहिँ खराबै छ भन्नु छैन अरे। अब हेरौँ कस्तो छ। अहिले चाहिँ हामी पुरै अफ रोडमा छौँ। बाटो एकदमै खत्तम छ। हेर्नुहोस् यो बाटो चितलाङको बाटो खत्तमै छ। तर ठाउँ चाहिँ एकदमै रमाइलो। जहाँ पनि हेर डाँडै डाँडै चारैतिर। जताततै डाँडै डाँडा छ। एकदम रमाइलो हेर्दा पनि। यसलाई सोधौँ बाटो। दिदी यताबाट ड्याम निस्किन्छ ड्याम कतातिर त्यो तलको बाटो हो ए यता चाहिँ कहाँ गइन्छ हजुर तोछिममा यहाँ बाटो छ र छैन यहाँबाट छ ए त्यो घुमाउनै पर्यो भने चाहिँ घुमाऊ कि नघुमाऊ भन्नु हजुरले उतैबाट जान्छ हुन्छ हुन्छ हस् धन्यवाद बाटोको एकदमै लफडा। हामी फर्काइरहेछौँ। भिडियो नि हो त के हो भन्नुभयो? भिडियो खिच्दै हो नि किन सुन्यो र दाइ? हस् धन्यवाद है यहाँबाट फर्केर फेरि अब तल्लो बाटो हामी के छैन बाटो सुत्दै जानुपर्छ खानुभएको। गाउँ चाहिँ एकदम रमाइलो छ। पुरै गाउँ घुम्न पाए पनि नाइ चाहिँ कसैले भन्दैन। एकदम आनन्द। पुरै भइहाल्ने अब खेती हो। अनि कतै कतै चाहिँ यसो गहुँहरू पाकेको देखिरहेको थियौँ यो सिजनमा। यता बाटो बाहेक अरू सबै कुरा रमाइलो छ। जग्गा किन्न पाइरहेको कस्तो दामी रिजर्ट खोल्नु हुन्छ नि भाइ पछि हजुर दाइ? पनि भाइ यहाँको बाटो एकदम खत्तमै। अहिले एउटा उकालो चढेर ठ्याक्क अहिले अलिकति सिधा बाटोमा पुग्यौँ। गइरहेछौँ। पुरै जङ्गलै जङ्गल छ। बाटो सोध्दै सोध्दै गइरहेछौँ। हामीलाई यो बाटो जाऊ भन्ने मान्छेले 15 देखि 20 मिनट भने हो। हामीले हिँडेकै आधा घन्टा भइसक्यो। अहिलेसम्म पुग्न त पुगेका छैनौँ। अब हेरौँ कता बेलासम्म पुगिन्छ। पुगिहालौँ वा। त्यो मान्छे केमा जाँदो रहेछ भाइ भन्दा हालै बाइकमा जाने मान्छे 15 देखि 20मा पुग्या हो। त्यो मान्छेसित कति 15-20 हजार सिसीको बाइक छ क्या हो। बटन यत्तिकै सिधै त्यहाँ पुग्ने टाइपको। यो ठाउँ माथि छाता लगाएर डेटिङ स्पोट। अहिले म यहाँको सबै डेटिङ स्पोटहरू एक्सप्लोर गर्दैछु। डेटिङ स्पोट यहाँ भत्किन आँटिसक्यो। बाख्रा विकास फार्म चितलाङ। खिचिसक्यो त मोबाइलले पनि खिच पछि बाख्रा विकास फार्म मोबाइलले खिच्ने हो। पछि त्यो भिडियो चाहिँ पठायो मलाई। बाख्रा विकास फार्ममा हामी अहिले ठ्याक्कै सरकारी रहेछ क्या हो। तलतिर यो केही छ अब बाख्रा साख्रा गर्नु बारसार लगाएको छ। त्यो ओह्रालो झर्न थाल्यौँ। कति झर्ने हो त्यो रहेको घडीमा 15 मिनट हुन जहिले टाइम लाग्छ क्या हो। हाम्रो 1 घन्टा उसको 15 मिनट। कुन चाहिँ देशको घडी रहेछ हो दाइ? मेन चितलाङ भनेको यहीँको देखाउँछ नि त ठाउँ।
त्यसमा कनेक्टर माग्नुपर्ने रहेछ यार अडियोको। ए सेकेन्ड चाहिँ मोटो भ्लगर, म चाहिँ पातलो भ्लगर। यो दाइ चाहिँ रहेछ हामी जहाँ होटल बस्या त्यता चाहिँ कहाँ हुँदैछ? जहाँबाट ताल देखियो एकदम रमाइलो छ। कति त्यो 15 मिनट पुगेन? 15 मिनटभन्दा त बढी लाग्यो दाइ। 15 मिनट भन्न उसको अनुसार। ए उसको अनुसार 15 मिनटमा ठ्याक्कै 1 घन्टा, मतलब 15 मिनटको 1 घन्टा हुन्छ त्यो दाइको। त्यही भएर 1 घन्टामा ठ्याक्कै पुग्यौँ। तर ताल देखिसक्यो। म अब तलै गएर ताल एकदम बेली विस्तारमा देखाउँछु। एकदम माथिबाटै हर्ष लागिरहेको मलाई। मलाई एकदम हर्ष लागिरहेको। तपाईँहरूलाई पनि दीर्घ लागिरहेको होला भन्ने आशा गर्छु। ए सरी, ह्रस्व दीर्घ दाइ, हर्ष दीर्घ होइन। ब्लगिङमा चल्छ। ए मेरोमा चल्छ किनकि मेरो ब्लग हो। मैले भने सबै मिल्छ। यो मेरो ब्लग हो, मैले भने केही पनि गलत हुँदैन। तपाईँहरूले गलत भने पनि हुँदैन। हेर्नुहोस् आम्मामा कति दामी ताल है। ताल खत्रै ठुलो रहेछ त। भइहाल्छ नि यार ठुलो। त्यो चाहिँ मन्दिर, ठ्याक्क बुद्धको मन्दिर। है हामी कहाँ पुग्यौँ? स्वर्ग। स्वर्गै हो दाइ। यही भने अब जिपलाई नै त्यो हेर्नु न, त्यो होटल जस्तो देखेँ क्या। माछा पालन हो क्या हो? माछा पालन। कुलेखानी ड्यामभन्दा तलको बाटो। क्या मस्त बाटो छ, एकदम आनन्द। त्यो सबै आर्मी ब्यारेकको एरिया। यतापट्टि अहिले गइरहेका छौँ हामी। यस्तो बल देखिरहेको छ अहिले डाँडोमा। ठ्याक्क आधा काम आधा शीतल भएर नदी एरिया सबै। चढेला बाटो छ। बाटो एकदम रमाइलो छ। बाटो आउँथ्यो बाटो बन्दै थियो, खतम थियो बाटो। अलिअलि बनाएर यो खतम थियो, पुरै अफरोड हो यो बाटो। अहिले यहीँबाट सब बसहरू नत्र यो बाटो चल्थ्यो कि पहिला गाडी। अनि यो बाटो बिग्रियो।